गुड मर्निङ गाइज वेलकम टु माई न्यू भ्लग बिहानको 6 बजे म चाहिँ बिहानै उठिसकेँ आज किन भन्दा हिजो चाहिँ प्याकिङ गर्दा गर्दै एकदमै धेरै नै थाकिसकेको थियौँ हामीहरू त्यही भएर हिजो चाँडै सुत्यौँ प्याकिङहरू सबै बाँकी नै छ आज बेलुका 7 बजेको फ्लाइट छ अब चाहिँ म भर्खर उठेँ अब पहिला चाहिँ प्याकिङ गर्नु पर्यो घरमा आज को आउनु भएको छ हेलो दिदी नमस्ते नमस्ते हामी चाहिँ बहिनीको घर आउनु छौँ साथी चाहिँ म चाहिँ आफ्नो दिनको लागि बाली जाँदैछु यो आउँदाखेरि पुरै फेरि यहाँ एकदम जानुभन्दा अगाडि दिदीलाई साग चपाउनु पऱ्यो बारीको भनेर साग लिप्दैछौँ त्यस्तै राम्रो है कस्तो राम्रो भएको यो यत्रो यत्रो पात भएछ त्यो नरम कलिलै छ क्या है छिप्पेको पनि छैन अब म 8 दिनपछि आउँदा फेरि उस्तै हुन्छ साह्रै मेहनती मान्छे कस्तो राम्रो साग के है ओ माइ गड अब यो खाना पर्छ भने पकाएर हुन्छ ल भयो होइन कि यो भने त मैले फेरि पलाउँछ कि छिप्पिन्छ कि मिठो हुँदैन नि त नि छिप्पेको त्यही भएर तपाईँले दिदीलाई लिएर जानुहुन्छ तपाईँले खानु दिदी आज हाम्रो राख्नुहुन्छ भयो भने फेरि लिएर जानुहुन्छ तोरी टिप्नु पऱ्यो फेरि तोरीको साग यो चाहिँ हाम्रो तोरीको साग है ओहो ल हेर कस्तो मिठो छ दिदी यो तोरीको साग मेहनती मान्छे तितो पनि छैन कि फेरि तितो हुन्छ नि त तोरी खासमा कस्तो मिठो छ कि यो आउनु यहाँ टिप्न यो फुल्छ अब यो फेरि एक हप्तामा त पुरै त्यही भएर यो त लगेर खानुपर्छ पुरै तोरी टिपे खाने सबै टिप्ने दिदी फुल्छ नि त होइन भने हजुर नक्न गर्नु न त फ्रन्ट डोरबाट जानु है गाडी नभए केही हुन्न तिनीहरूले निकाले खाएन होला भित्रबाट रायोको साग चाहिँ यता टिपेर राख्यौँ यत्रो अब यता तोरी के लाउन चाहिँ झ्याउ कि यो तोरी खान त लाग्छ मिठो हुन्छ कि है म त फर्स्ट टाइम खाँदैछु क्या अस्ट्रेलिया तोरीको साग त हो र मैले पनि अस्ति यो पहिला पनि रोपाएको थिएँ कि मैले पहिला लट खाएर यो चाहिँ सेकेन्ड लट हो फर्स्ट टाइम खाएको मैले के काम छ बसेर खेलाउने हो यो अनि यस्तो मिठो भयो त्यो फर्स्ट लट त्यसपछि सेकेन्ड लट पनि लगाइदिएँ कि मैले के अरे यहाँ चाहिँ यो के भन्छ नि यो नेपालमा त सुई साग भन्छ क्या हो यो के दिदी सिल्भर बेड्स एकदम धेरै आइरन हुन्छ अरे यसमा
मलाई आइरन कमी छ नि त मिठो हुन्छ क्यारोटिनले बनिसँग गरी यो खोजेर ल्याएर अनि मैले रोपेको हो कि उखाल्ने यहाँ सबै सबै खाली अर्को पहिला तेरो मात्र उस्तो हुन्थ्यो त बहिनी के दिदी त्यो मैले रोपेको थिएँ एकचोटि गाभा? साग के त्यो के गाभा साग अरे कुन चाहिँ लटे साग के ए लट्टे साग त्यो बेसी खाइएको थियो सेतो भन्दा अझ रातो लट्टे हुन्छ कि क्या भयो त्यति बेसी हुन्छ धेरै भयो फुल्छ नि त सबै उकाम लाग्यो होइन भयो आएर त खान मिल्छ फुल्छ 7-8 दिनपछि त्यो कहाँ छैन अब त रन्जितले त पुरै गोडे जस्तो गरी त बारीमा साथी त्यो झालगोडी जस्तो गरेर पुरै नेपालको याद आएको छ साथीलाई है पहिला सानो सानो हुँदाखेरि बारीमा काम गरेको खाने नै हो कि सबै किन भन्दा भने मैले फेरि फुल्छ कि यो कामै छैन एटलिस्ट बरु कसैलाई बाँड्नु लगेर त्यसले राख्छ होइन बाँड्न त खान्छ हामी आफै भयो तँलाई अलिकति राख्न आउँदाखेरि त्यता फ्रिजमा त बिग्रिन्छ होला कहिले हुन्छ होला 8-9 दिनसम्म त हुँदैन बलिदिएको हुन्छ भकान हुन्छ यदि बेसरी के यति हुन्छ नि यति हुन्छ पकाउँदाखेरि त अहिले रिनाले त्यो अहिले आएको थिएन अहिले तोरीको साग देखेर तोरीको साग लोभ्याएर म आउँछु भनेर म्यासेज पठाएर यहाँ आइसकिन अनि रिनाको दिदीले साग टिप्दैछ यहाँ कस्तो एउटा खडेरमा एउटा टपिक थियो कि टपिक याद छ कि हजुर याद छ र के थियो त्यो टपिकमा चाहिँ ग्रुप छुट्याइदिएर अनि बस्ने खालको एउटा त्यस्तो थियो कि अनि त्यो टिचरले चाहिँ हामीलाई ग्रुप छुट्याइदिएको थियो हामी 4 जनालाई त्यसमा सगुन पनि थियो उसले छुट्याइदिएको ग्रुप त्यसपछि हामी ए हामीलाई 10 मिनेटको चाहिँ हाम्रो बनाउनु पर्ने भिडियो होइन अनि त्यति बेला हामी ग्रुप ग्रुप छुट्याइदिएको कि प्रतीक्षा म रिना दिदी अनि सगुन पनि थियो सगुन अनि त्यस पछाडि त्यति बेला त्यसरी चिनेको हामी है त्यति बेला चाहिँ हाम्रो डिस्कसन गर्न हामी प्रतीक्षाको घर गएको थियौँ होइन अनि त्यहाँ त्यसरी चिने हो कि हामी खासमा अनि उकालेर गयो होइन यो चाहिँ हो कि यो दिदी के अरे त्यो के हिउँदे सिमी ए हिउँदे होइन कि हिउँदे सिमी यो त अझै बारी हो हो यो के लाउने के गर्छ साथीहरू साग त एक बारीमा भयो तोरीको साग हाम्रो भित्र हुन होला हजुर बाहिरको धारा भन्ने पनि नजाने होइन भने उ छ कुर्सन छ घर खुर्सानी बोला किन खुर्सानी रङ्गी काट्न छोड्यो नि म धेरै खुर्सानी मान्छे छ होइन यो त्यस्तो पिरो खबरे कुर्सन पिरो खा त्यस्तै पिरो यो त बहिनी फेरि खुर्सानी यो के दिदी माथि भएको पुरानो बोट उखालेर ल्याएको थाहा ए हो र त्यस्तो राम्रो हो है पुरानो बोट पनि यो माथि थियो दिदी रन्जितहरूले ल्याएछ म उता तल बस्छ के पहिला त्यही उखालेर ल्याएको कि मैले रुखै उखालेर यिनीहरू चाहिँ म सबै नयाँ रोपेको यो चाहिँ पुरानो बोट हो कि तर लाग्दै फले खाइ यस्तो पिरो छ कि अनि त्यो नेपाली काँक्रा चाहिँ भएन हुन त अहिले सिजन छैन गाडी नेपाली काँक्रो त्यो अस्ति माथि लगाएको नि याद छ नि हजुरलाई त्यहाँ चाहिँ मिठो थिएन नि अनि म लगाइन कि त्यस्तो त्यो कि त नेपालबाटै बिउ ल्याएर लगाएको त्यो कुरा हुन्थ्यो होला पछि के लगाएर हुन्छ यो वाला खुर्सानी चाहिँ कसको भएर ल्याएको नि एकदमै पिरो भयो पनि भरे बाली जाने मान्छे अलिक खुर्सानी टिप्दैछ बहिनीले माटो ल्याएर हालेको हुन्छ हजुर माटो किनेर ल्याएर लिएर हाल्यो आफै बनाएको सबै साह्रै मेहनती मान्छे नि मान्छे त यस्तो आफै सबै बनाएर घर किनेर यत्रो बनाएर के दिदी यत्रो फलाएर त्यहाँ उम्रेर बल्ल माथि त मैले बल्ल मसेरै बनाएको थिएँ त्यो गाभाको याद छ कि नै हजुरले पनि लिएर गएको यो त गाभा रोप्न भने लिएर गएको थिएँ अहिले त भएको थियो हाम्रो त कुनामा तर पछि किराले खाइदियो कि मैले 3टा जिपर ब्याग भरि त डिकेज गरेर राखेको छु नि है We are now ready. Our bag and everything is ready, and Caroline is going to drop off. हामी चाहिँ रेडी भयौँ सबै रेडी भयो ब्यागहरू अनि क्यारोलिनले चाहिँ हामीलाई छोड्ने हो Yeah, I got a paperwork. Yeah. So अब चाहिँ हामी रेडी भएर एयरपोर्टको लागि हिँड्न थाल्यौँ 3:15 भयो यहाँ प्याकिङ हुँदैछ म चाहिँ रेडी सबै रेडी भयो हाउस लक यु हेभन लक द हाउस बेबी अनि मेरो चार्जर चाहिँ मैले काममै छोडेको छु पहिला काममा पुगेर चार्जर लिएर अनि ल क्यारोलिनले चाहिँ हामीलाई यहाँ ड्रप अफ गरेर गयो हामी चाहिँ एयरपोर्ट आइपुग्यौँ 4 बजे आइपुग्यौँ हामी 3 घन्टा अगाडि आएको छौँ एयरपोर्ट एक हप्ताको लागि हामीसँग 20+77 किलोग्राम छ पुरै फुल छ उताबाट केही मन परेर किनेर ल्याउने ठाउँ पनि छैन है बुढो यस्तै हुँदो रहेछ क्या हाम्रो हलिडे चाहिँ हजुर हजुरको पनि त हो नि छोडी न मेरो मात्रै भएर हजुरहरूको त जुत्तै अझ कस्तो ह्याप्पी हुन्छ हाम्रो त हुँदैन नि त हजुरको पनि त छ नि लुगा मलाई मात्रै किन दोष दिएको त्यही गर्नुहुन्छ ल हेर्नु साथी एक हप्ताको लागि होलिडे अरे यहाँ हेर्नु त नेपाल जाने जस्तो यत्रो ठुलो ब्याग छ ल देख्नुभयो अझ एउटा चाहिँ यहाँ छ बसौँ यस्तो छ हलिडे जानुभन्दा अगाडि नै त्यहाँबाट हिँड्नु न त्यहाँबाट लिक ल के रहेछ यहाँ यस्तो नयाँ बनाएछ कि अहिले हो
Alright, now we're going to यता माथि जाने हो हामी फ्लाइट चाहिँ त्यो स्टारको हो अनि यहाँ चाहिँ उहाँले हामी चेक इन त गरिसक्यो होइन र पासपोर्ट चाहिँ ब्यागमा छ हाम्रो सेक्युरिटी चेक इन भयो अनि अब चाहिँ हामीहरू खै केही खानालाई क्याफेतिर हिँड्दैछौँ भोक पनि लागिसक्यो 4:43 भएछ बिहान खाना खाएको थियौँ भोक लाग्यो अब चाहिँ यसो क्याफेतिर गएर केही खाएर हाम्रो फ्लाइट चाहिँ 7 बजे होइन खासमा 6:50 को फ्लाइट हो अनि अब चाहिँ यसो क्याफेतिर जानु पऱ्यो उतातिर चाहिँ गर्मी नै होला तर यहाँ एडलेटमा चाहिँ चिसै छ त्यही भएर हामी चाहिँ पुरा जाडोको कपडा लाएर हिँड्दैछौँ फेरि प्लेनमा त चिसै हुने होला नि त त्यही भएर एयरपोर्ट चाहिँ बिजी छ यहाँ एनी टाइम बिजी नै हुन्छ यो एयरपोर्ट एक्साइटेड हुनुहुन्छ यहाँबाट त के लाने हो र म ड्रिङ्क्स त गर्दिनँ लगेर के गर्नु यहाँ के खाने होला त है भोक पनि लागेछ फेरि खासै के खाने मन पनि छैन यहाँभित्र केमिस्ट वेयर हाउस प्राइस लाइनहरू केही छ र चाहिँ एकदमै धेरै एक्साइटेड छु 1 वर्ष भइसक्यो त्यो कतै हलिडे नगएको हामी चाहिँ फाइनली बुढाबुढी भएर आज बाली जाँदैछौँ हामी चाहिँ राति 12 बजे मात्रै पुग्छौँ बालीमा अब आज त गएर सुत्ने मात्रै काम हुन्छ भोलिबाट हुन्छ घुमघाम तर एकदमै धेरै एक्साइटेड एकदमै धेरै खुसी छौँ फर्स्ट टाइम होला हामी यसरी 2 जना बुढाबुढी मात्रै भएर घुम्नु हिँडेको चाहिँ जोस एकदम एक्साइटेड छन् भोक लागेको छ अब चाहिँ पहिला केही खानुपर्छ होला किन भन्दा बालीमा पुरा त रातिको 12 बजिसक्यो हुन्छ त्यहाँ त सबै बन्द हुन्छ होला खानेकुराहरू अब यहीँ केही खाएर जानुपर्छ बालीको टाइम र अस्ट्रेलियाको टाइम चाहिँ बाली 2 घन्टा चाहिँ ढिलो छ अस्ट्रेलियाभन्दा हामी चाहिँ पुग्ने चाहिँ बालीको 12 बजे भनेपछि यहाँको चाहिँ 2 बजे सबै चेकइनहरू सबै भयो हामी चाहिँ यहाँ कस्तो भोक लाग्यो तर यहाँ भित्र चेकइन गरेपछि एउटा मात्रै क्याफे रहेछ अनि यही आजको डिनर भने पनि जे भने पनि यही मगाएर अब खान थालेको छौँ अनि एउटा ड्रिङ्क कस्तो महँगो यो एयरपोर्टभित्र यति खानालाई लिटरली $40 ट्राई गर्दा मलाई खासमा यस्तो खानेकुरा खासै मन पर्दैन Next, we go to Mark's customers. 2 घन्टा बाँकी छ नफ टाइम छ हजार गर्नुभयो उहाँले अनि यहीँ खाँदैछौँ अब ठिक छ छैन खानै पऱ्यो के मलाई भोक लाग्छ हजुर हतार गरेर खाएर आउनुहुन्थ्यो हतार गर्नुभयो कस्तो छ ब्रो पनि भइरहेको छ बाली पनि बाली भइरहेको छ हजुरसँगै काम गर्ने हो पुरै खेल्न आउने यस्तो खानु पऱ्यो साथी खानु पऱ्यो नेपालीहरू चाहिँ कुनै भेकेसन होला कि Thank you for waiting, ladies and gentlemen. We're now like to अब चाहिँ यहाँ बसेर कुर्ने बाहेक अरू केही अप्सन छैन अझै 1 घन्टा बढी बाँकी छ बल्ल 5:43 भएको छ हाम्रो फ्लाइट चाहिँ 6:50 को हो चाँडो नै आइएछ एयरपोर्ट बस्ने कुर्ने मात्रै अब
लामो लाइन छ हाम्रो चाहिँ सिट पनि पछाडि टिकटहरू लाइन लामो नै छ मात्रमा चाहिँ पुरै प्याक छ प्लेन पनि जाँदैछौँ प्लेनमा मेरो चाहिँ बोर्डिङ पास एकदम सजिलो भयो अनि उहाँको चाहिँ फेरि रोकाइदिइरहेको एकछिन हामी तर्सिरहेको के भएको फेरि मेरो इस्यु सिट पछाडि छ त्यही भएर अब हामी चाहिँ यता के भयो खै लाउने एउटा ब्याग मजा आउँछ पछाडि त्यो सिट छ त्यही भएर हामी चाहिँ यहाँ सिडीदेखि हामीलाई चाहिँ बाहिर नै भित्र नजा भनेको छ जाडो छ चिसो छ नि यहाँ त भिडियो बनाउनु मिल्दैन नि अब यहाँ कि बाहिर चिसो छ यहाँ चाहिँ बालीमा त गर्मी छ होला यहाँ चाहिँ एकदमै चिसो हाम्रो यात्रा अब सुरु भएको अवस्था एकदमै धेरै एक्साइटमेन्ट छ यही नै हो प्लेन चाहिँ हल्ला छ एकदमै हामी चाहिँ यहाँ प्लेनमा आएर बस्यौँ अब चाहिँ अनलोडको लागि रेडी छ कति बज्यो 6:34 भयो अनि प्लान चाहिँ कति 6:59 हो कुनै 6:50 उड्ने रातिको प्लान मलाई त अहिलेदेखि निद्रा लाग्नु थालिसक्यो अब म त सुत्ने त होला कि मेरो त गाडीमा चढेपछि प्लेनमा चढेपछि सुत्ने मात्रै काम हुन्छ नि अहिले सुत्दिहाल्छु निद्रा अहिले के हाल्छ मलाई सुत्नु भोलि बिहान गाडी पनि सुत्नु सुत्दिनँ नि भोलि त कहाँ बाली अनि त्यसै हेरेँ आजको यो प्लेनमा पुरै एकदमै धेरै म्याक्सिमम अस्ट्रेलियन ट्राभल गर्दैछन् एकदमै आधी अस्ट्रेलियालाई खाली गरे जस्तो यो चाहिँ एकदमै पिक सिजन हो नि त यो जुन जुलाई किन भन्दा त्यहाँको वेदर एकदमै राम्रो हुने भएको भएर एकदमै पिक सिजन भएको भएर पनि होला पुरै बाली जानु लाग्यो तर बालीको मान्छेहरू भन्दा पनि अस्ट्रेलिया धेरै छ धेरै मान्छे चाहिँ हलिडेको लागि जानेर चाहिँ एकदमै धेरै नै छन् मान्छेहरू मेरो हस्बेन्डले नै यहाँ चिनेकै कतिजना भेटाइसक्नु भने अब उहाँ गएर झन् कतिजना प्लेनमा धेरै प्लेनमा धेरै हल्ला खल्ला गर्नु पनि खासै मिल्दैन अनि एकछिनमा त टर्न अफ पनि गर्नुपर्छ तर यो त त्यही सानै रहेछ है यो त इन्टरनेसनल भयो पनि मेलमा जाने जत्रै ठुलो चाहिँ छैन छैन हाम्रो यो नेपाल बाहेक फर्स्ट इन्टरनेसनल ट्रिप होला होइन हलिडेको लागि कतिको एक्साइटेड हुनुहुन्छ बाली नेक्स्ट इयर जापान देन चाइना देन लन्डन कहाँ नेक्स्ट इयर त हाम्रो युरोप टुर हो नि जापान चाहिँ अब कहिले हुन्छ जापान पनि जाने प्लान चाहिँ छ अब हेरौँ Good evening, everyone. Welcome back. Gentlemen, Finland, Indian, Mata Bali. Please have your boarding pass ready with your passport and your return ticket for smooth ride through immigration. For now, just sit back, relax, we'll be with you soon. हामी चाहिँ लगभग कति घन्टा भयो भनेपछि लगभग 2 घन्टा भयो उनीहरूको चाहिँ यहाँ सुतिरहेको छ चाहिँ मलाई चाहिँ लास्टै बोल लागिरहेको छ यो टिभी पनि छैन केही पनि छैन इयरफोन ल्याउनु बिर्सेछ ऊ चाहिँ मस्त सुतिरहेछ मलाई चाहिँ लास्टै बोलाइसक्यो निलो त लाग्छ रातारातो भयो लास्ट बोर भइसक्यो भने मस्त त्यहाँ माथि राखेर मोटा मजाले सुनिरहेको छ बाहिर चाहिँ काली भइसकेको छ अँध्यारो छ हात्ती बाटो आउनु लागि बल्ल चाहिँ अँध्यारो भएको छ आयो फाइनली बाली ल्यान्ड भयो यहाँको 5 चाहिँ घन्टा सुतेर 12 बजेर 10 मिनट गयो एडलेट भन्दा चाहिँ 12 बजे 10 मिनट गयो होइन होइन र कति बज्यो त 10:30 भयो ल बाली आइपुग्यो यो एडलेटको टाइम चाहिँ 12 बज्यो तर बालीमा चाहिँ एडलेटभन्दा 1.5 घन्टा ढिलो रहेछ अनि क्याप्टेन क्रुले भन्नु अनुसार अनि 5 घन्टा सुत्ने मान्छे 5 घन्टा म त पुरै सुते मस्त निदा आयो म चाहिँ निदाउनु सक्नु भएन छ आइपुग्यो फाइनली बाली
यात्रा सफल रह्यो सबै सहजसँग होइन केही थियो अप्ठ्यारो अप्ठ्यारो थियो सिट अप्ठ्यारो म त निदाएँ म त केही एन्टरटेनमेन्टको लागि केही पनि छैन त्यहाँ चाहिँ ब्याग निकाल्ने कार्यक्रम हुँदैछ यसरी पनि निकाल्दो रहेछ ब्याग म त देखाएको थिइनँ त पहिला यसरी निकाल्दो रहेछ कि ब्याग म त देखाएको थिइनँ पहिला त ब्यागै निकाल्यो जस्तो लाग्यो एयरपोर्टभित्रको दृश्य आइरहेको छु हेर्नु न पुरै त्यो मन्दिरको जस्तो बास्ना बाइक्सहरू कस्तो कस्तो मूर्तिहरू कि यो त्यो है कस्तो राम्रो नि यो चाहिँ एयरपोर्टभित्र एयरपोर्ट कस्तो राम्रो रहेछ यहाँ त गर्मी छ 27 डिग्री रहेछ त होइन एकदमै तातो थियो झर्को बेलामा चाहिँ कस्तो कस्तो मूर्तिहरू रहेछ कि यहाँ त कस्तो राम्रो राम्रो मूर्तिहरू यो एयरपोर्टभित्रै कस्तो राम्रो राम्रो मूर्तिहरू है बरु एयरपोर्ट त कस्तो राम्रो रहेछ त है स्पेसल लाइन भनेर त त्यहाँनिर रहेछ हाम्रो चाहिँ सबै इमिग्रेसनको काम सक्यो ब्यागेज क्लेम पनि भयो अब चाहिँ बाहिर निस्किने तयारी अनुहार पनि कस्तो भइसक्यो नि 12 बजिसक्यो एक्जिट त भयौँ अब यहाँ हामीलाई लिन आएको मान्छे खोज्नु पर्यो नाम खोज्ने त होला होइन यसरी बस्दो रहेछ नि ल हाम्रो गाइड यहाँ भेटिनु भयो रातिको 12 बजिसक्यो एकदमै गर्मी छ यहाँ त पुरै हिउँद छ ह्यान्डेलमा चिसो थियो भने यहाँ चाहिँ एकदमै गर्मी नै रहेछ अब चाहिँ हामीहरू होटलतिर जाने होला अब आजको दिन चाहिँ राति नै भइसक्यो एकदमै चिसो जाडोबाट चिसो भएको थियो होइन यहाँ आउँदा त्यो एक्कासी यति धेरै ह्युमिड होइन म त यो ज्याकेट स्याकेट खोलेर बसिरहेको छु गर्मी छ एकदमै गर्मी छ उक्क छ फाइनल्ली यो होटलमा आइपुग्यौँ हामी कति 12:30 भयो थकै एकदमै थाकेछौँ अब भोलि कति 9 बजे चाहिँ गाइडलाई आउनु भनेको छ नर्मली चाहिँ 8 बजे आउँदो रहेछ तर अब यति ढिला भइसक्यो नि त आउँदा आउँदै अनि त्यही भएर 9 बजे आउनु भनेको छौँ अनि 9 बजे आएर भोलि चाहिँ यतै नजिकतिर घुम्ने भन्ने प्लान छ एकदमै थाकेको छौँ आजलाई चाहिँ अब यति नै गर्ने होला भिडियोलाई एन्ड गर्नुपर्छ होला धेरै ढिला भइसक्यो अब भोलि चाहिँ नयाँ देशमा नयाँ भिडियोसँग भेटौँला फेरि बाई गुड नाइट